भगवते वासुदेवाय। श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। श्री गुरुचरणकमलेभ्यो नमः। वैशाख मास व्रत को नियमानुसार स्नानादि दान करने जन को उदार। भावति भक्ति बुझने हरि का चरण मा। गर्छो प्रणाम सहजे मन हो सजुरमा। गर्छो प्रणाम सहजे मन हो सजुरमा। हिजोको कथा प्रसङ्गमा मैथिलजीले सोध्नु भएको थियो, वैशाख धर्म सुलभ पुण्य राशि विधायका। विष्णु प्रीति करा सद्य पुमर्थानाम तुके तबह। अगाडि भन्न लाग्नुहुन्छ, धेरै पुण्यलाई दिने भएका भगवान विष्णुलाई प्रसन्न गरिदिनेवाला तत्काल धर्म अर्थ काम मोक्ष र पुरुषार्थलाई दिनमा कारण रूप भएका सुलभ यस्ता वैशाख मासका धर्महरू वेदहरूमा बताइएका शाश्वत छन् र पनि लोकमा किन प्रसिद्ध छैनन्, तर राजस धर्म र तामस धर्म भने अति प्रसिद्ध छन्, जो कि धेरै कठिनताले पूर्ण हुने, धेरै यत्नले मात्र गर्न सकिने, धेरै धन खर्च हुनेछन्। कोही माघ मासको प्रशंसा गर्दछन् भने अरू केही चतुर्मासको प्रशंसा गर्दछन्। कतिपय व्यतिपात आदि धर्मको विस्तारपूर्वक वर्णन गर्दछन्। यी सबै कुराका ज्ञान भएका हजुरले विवेकपूर्ण विस्तार गरेर सुन्न चाहने यस्तो कथा मलाई श्रवण गराइदिनुहोस् न भनेर यस्ता तरिकाले प्रश्न गर्नुभएको थियो र यो प्रश्नको साथसाथमा हिजोको कथा प्रसङ्गलाई हामीले विश्राम दिएका थियौँ। नमस्कार, राधे राधे। हजुरहरू यतिखेर धर्मनीति युट्युब च्यानलमा यो वैशाख मासको व्रत कथा श्रवण गरिराख्नु भएको छ र जस अन्तर्गत हिजोसम्ममा हामीले 10 अध्यायसम्मका कथा प्रसङ्गहरू श्रवण गरेका थियौँ र आज म यो 11औं अध्यायको कथा प्रसङ्ग लिएर उपस्थित भएको छु पण्डित ताराप्रसाद कैकेल हजुरहरूको माझमा। र 11औं अध्यायमा आएर श्रुतदेवजी महाराजले मैथिलजीलाई यो कथा श्रवण गराउँदै हुनुहुन्छ। श्रेणो भूप प्रवक्ष्यामि न प्रख्याता इमे कथम इतरेषां च धर्माणां कथं ख्यातिश्च भूतले। हे राजन, यी वैशाख मासका धर्महरू किन प्रख्यात भएनन् र अरू धर्महरूको पृथ्वीमा यति धेरै प्रसिद्धि कसरी भयो, यो कुरा म तिमीलाई भन्दछु। पृथ्वीमा राजस र तामस प्रकृतिका धेरै कामुक व्यक्तिहरू छन्। तिनीहरू पुत्र पौत्रादि र सम्पत्ति इत्यादि यस लोकका भोगहरूलाई चाहन्छन्। यस लोकमा लाखौं मनुष्यहरूमा एउटा कहीँ कोही कसै गरी अति कष्टले स्वर्ग जान्छ। त्यसैका लागि यज्ञादि राम्रा कार्यहरू धेरै प्रयत्न गरेर गर्दछ, तर मनुष्यले मोक्ष प्राप्तिको लागि उपासना कहिले पनि गर्दैन। निम्न श्रेणीका आशा यानि कि सोच भएका ठुला ठुला धेरै कर्महरू गर्ने मनुष्यहरू यस लोकको भोगकै उपासना गर्दछन्। त्यसै कारणले गर्दा राजस र तामस धर्महरू प्रसिद्ध भए, तर हरि भगवानलाई प्रसन्न गर्ने भएका यी सात्विक धर्महरू प्रसिद्ध भएका छैनन्। निष्कामका इमे धर्म एहिका मुस्मिक प्रदा न जानन्ति जना मूढा मोहित देवमाया। निष्काम भावले गरिने सांसारिक र पारमार्थिक दुवै सुखलाई दिने यी वैशाख मासका धर्महरूको बारेमा देवमायाले मोहित भएका यी मूर्ख मनुष्यहरू त्यति धेरै जान्दैनन्। जसरी अधिकार प्राप्त भएपछि व्यक्तिका सबै मनोरथ सिद्ध हुन्छन्, त्यसरी नै मोहका लागि प्राप्त भएको आधिपत्यको स्थान पनि नष्ट हुँदैन भन्ने
सोच्दछन्। सात्विक मानवहरूका लागि बनिएका वैशाख मासका धर्महरूको यस जगतमा प्रसिद्धि नहुनुमा जो कारण छ त्यो म तिमीलाई भन्न गइरहेको छु। प्राचीन कालमा इच्छुको कुलका भूषण महान यशस्वी नृग महाराजका छोरा कुनै कीर्तिमान नामले विख्यात सार्वभौम राजा थिए। उनी इन्द्रियहरूलाई जितेका क्रोधजयी ब्राह्मणहरूका भक्त राजाहरूमा उत्तम राजा थिए। एक दिन उनी शिकारमा आसक्त भएर वशिष्ठजीको आश्रममा पुगे। मार्गमा जाँदै गर्दा अत्यन्त धेरै घाम भएको कारणले गर्दा वैशाख मासमा ती महात्मा वशिष्ठका शिष्यहरूले बारम्बार गरिरहेका वैशाख मासका धर्मव्रतहरूलाई यिनले देखे। क्वचित प्रपाम प्रकुर्वन्ति छायामण्डपमेव च तट प्रपातम निसार्य वापिम कुर्वन्ति निर्मलाम। उनीहरू कहीं प्याउ बनाउँदै थिए, कहीं छाया मण्डप बनाउँदै थिए, कहीं तटको छाँगो कुलेश्वरबाट ल्याएर निर्मल कोप जल भएको पनेरा आदि बनाउँदै थिए। कहीँ कहीँ वृक्षमुनि राम्ररी बसेका व्यक्तिहरूलाई पङ्खाले हावा गरिरहेका थिए, कहीँ व्यक्तिहरूलाई उखोका लाक्रा दिँदै थिए, कहीँ सुगन्धित चन्दनहरू र कहीँ फलहरू पनि दिँदै थिए। कहीँ मध्याह्नमा छत्रदान गर्दै थिए त कहीँ सायंकालमा प्याउ मा पानी दिँदै थिए, कहीँ पान सुपारीहरू दिँदै थिए त कहीँ आँखामा कपुरको लेपन लगाइदिँदै थिए। कतिपय राम्रो छाया हुन सक्ने घना वनमा सुन्दर आँगन सफा पारेर बढारिरहेका थिए। अरू कतिपय आगन्तुकहरूको सुखको लागि शीघ्रताले शीतल बालुवा बिछाइरहेका थिए। केही त आगन्तुकहरूका लागि रुखको हाँगामा पिङ लगाइरहेका थिए। अनेक कार्यमा संलग्न भएका तिनीहरूलाई देखेर राजाले हजुरहरू को हुनुहुन्छ भनेर सोध्न लागे। उनीहरूले उत्तरमा भन्न लागे हामी वशिष्ठजीका शिष्य हौँ भनेर। किमे तदिति पप्रच्छ धर्मा वैशाख चोदिता सद्धर्म हेतव इमे क्रियन्ते स्माभिरञ्जसा। पुनः राजा कीर्तिमानले सोध्न लागे यो के गर्नुभएको? वशिष्ठजीका शिष्यहरूले भन्न लागे सद्धर्मका कारणभूत भएका यी वैशाख मासमा गर्न बताइएका धर्महरूलाई हामीहरू शीघ्रताले गर्दैछौँ। यो सबै महामुनि वशिष्ठजीको आज्ञाले गरेका हौँ। यस्तो तिनीहरूले राजाहरूमा श्रेष्ठ राजा कीर्तिमानलाई भने। राजा कीर्तिमानले यस धर्मको विषयमा राम्ररी जान्नका लागि फेरि सोध्न लागे यस धर्मको आचरण गर्नाले मनुष्यलाई कुन फल प्राप्त हुन्छ र कुन देवता प्रसन्न हुन्छन्? यो सबै कुरा हजुरहरूले जस्तो सुन्नुभएको छ त्यस्तै राम्ररी विस्तारपूर्वक मलाई भन्नुहोस्। यसरी राजा कीर्तिमानले सोधेपछि तिनीहरूले राजालाई उत्तर दिँदै भन्न लागे कि गुरोराज्ञा क्रमेणैव कुर्वतां पतिसत्क्रिया नास्माकम वकाशोत्र गुरुं पृच्छ यथेप्सितम्। गुरुजीको आज्ञा अनुसार बाटामा राम्रो काम गरिरहेका हामीहरूलाई यहाँ प्रश्नोत्तरको अवकाश छैन। हजुरको जे इप्सित छ कामना छ त्यो गुरुजीलाई गएर सोध्नुहोस्। महान यश भएका उहाँ नै तत्त्वतः यिनी सबै धर्महरूलाई जान्नुहुन्छ। यसरी वशिष्ठजीका शिष्यहरूले उत्तर दिएपछि राजा चाँडै वशिष्ठजी भएका ठाउँमा पुगे। वशिष्ठजीको विद्या र योगले युक्त भएको पवित्र आश्रममा आउँदै गरेका राजालाई देखेर वशिष्ठजीको मन प्रसन्न भयो। अनुचरहरूले सहित आएका महात्मा राजाको वशिष्ठजीले विधिपूर्वक अतिथि सत्कार गर्नुभयो। आतिथ्य स्वीकार गरेर राम्ररी आसनमा बसिसकेपछि राजाले उहाँ गुरु वशिष्ठलाई सोध्न लागे मार्गे दृष्ट महाचर्यम त्वच्छिष्यैस्तु कृतं शुभम मया पृष्ठम च तेर्नोक्तम क्रियमाणम शुभावहम। बाटामा मैले हजुरका शिष्यहरूले गर्दै गरेको अत्यन्त कल्याणकारी महान आश्चर्यलाई देखेँ। उनीहरूले गरिरहेको शुभलाई धारण गर्ने त्यस कार्यको बारेमा सोद्धा उनीहरूले त्यस कार्यको बारेमा उत्तर दिन चाहेनन्। हामीहरूलाई यस धर्मको प्रशंसा गर्ने अवकाश छैन। हामीहरूलाई हाम्रा गुरुजीले बताए अनुसार कार्य गर्नुपर्नेछ। त्यसैले गुरुजी भएका ठाउँमा जानुहोस्। तिनीहरूले यस्तो भने त्यसैले शिकारमा आसक्त चित्त भएको म थकाइले गर्दा आतिथ्यको इच्छा लिएर हजुर भएको ठाउँमा आएको हुँ।
मार्गमा हजुरका शिष्यहरूले गरेको यो पवित्र धर्म कार्यलाई मैले देखेँ। हे मुनीश्वर, ती धर्महरूका बारेमा सुन्ने इच्छा भयो, किनकि हजुर पनि आदरपूर्वक यी धर्महरूको आचरण गर्नुहुन्छ। त्यसै कारणले यी धर्महरू सुन्न चाहने विनम्र म शिष्यलाई अरू श्रद्धा पनि गर्ने भएका मलाई हे मुनि श्रेष्ठ विस्तारपूर्वक बताउनुहोस्। यसरी इच्छाको कुलका राजाले महान यशस्वी वशिष्ठजीलाई सोधेपछि राम्रा प्रश्न गरिएका वशिष्ठ मुनिको मन अति प्रसन्न भयो र भन्न लाग्नुभयो, हे राजन, आश्चर्यको कुरो हो, आज तिम्रो राम्रो शिक्षा पाएको, बुद्धि राम्रो ठाउँमा लागेको छ, जसले गर्दा भगवान विष्णुको कथामा र उहाँलाई मनपर्ने धर्मको आचरणमा तिम्रो बुद्धि निमग्न भएको छ। निश्चय नै तिम्रा सुकृतहरू फलित भएका छन्। इति सम्भाष्यतं शिष्यं जातहर्षस्तमब्रवीत् श्रेणो भोप प्रवक्ष्यामि यत्पृष्टोऽहं तया धुनाः। यस्तो प्रकारले ती शिष्यसँग कुराकानी गरेर प्रसन्न भएका मुनिले ती राजालाई भने, हे भूमिपालक, जो अहिले तिमीले मलाई सोध्यौ त्यो म तिमीलाई भन्न गइरहेको छु विस्तारपूर्वक, जसको श्रवण गर्नाले मात्र पनि प्राणीहरू समस्त पापहरूबाट मुक्त हुन्छन्, जो सांसारिक धर्महरूलाई छोडेर विषयहरूमा अनासक्त भावले रहन्छन् र वैशाख मासमा नियमपूर्वक स्नान गर्दछ, त्यो भगवान मधुसूदनको प्रिय हुन्छ। अङ्गहरूले सहित सबै धर्महरू गरेर पनि जसले वैशाख मासको आधार गर्दैन, स्नान गर्दैन, दान गर्दैन, पूजन आदि पुण्य कर्म नगरी जसले वैशाख मासको अनादर गर्यो, त्यस व्यक्तिदेखि हरि भगवान अति टाढा हुनुहुन्छ। स्नान नगरी, दान नगरी जसले वैशाख मास बिताउँदछ, त्यो आफ्ना यी कर्मले गर्दा चाण्डाल समान हुन्छ। यसमा कुनै विचार गर्नु पर्दैन। वैशाख मासमा गर्न बताएका महान धर्महरूद्वारा जसले भगवान हरिको आराधना गर्दछ, तैश्च तोषं समायाति प्रददाति समेहितं लक्ष्मी भर्ता जगन्नाथो यशेष घौगनासनः। ती वैशाखमा गरेका धर्महरूले भगवान प्रसन्न हुनुहुन्छ र चाहेको कुरा पुरा गरिदिनुहुन्छ। लक्ष्मीजीका पति, जगतका स्वामी, पापका सम्पूर्ण समूहलाई नाश गर्ने भएका धेरै प्रकारको प्रयास र धनले प्रसन्न हुनुहुन्छ। वैशाख मासमा बताएका सूक्ष्म धर्महरू गर्नाले प्रसन्न हुनुहुन्छ। भक्तिपूर्वक पूजित हुनुभएका भगवान विष्णुले चाहेको सबै कुराहरू दिनुहुन्छ। त्यसै कारणले भगवान मधुसूदनमा सदैव भक्ति गर्नुपर्दछ। जगतका स्वामी भगवानको जलले मात्र पूजा गरियो भने पनि सबै क्लेशहरूलाई नाश गर्ने हुनुभएका हरि भगवान जसरी तिर्खा लागेको व्यक्तिले पानी पाउँदा प्रसन्न हुन्छ, त्यसरी नै चाँडै प्रसन्न हुनुहुन्छ। कतिपय ठुला कर्महरू पनि थोरै फल दिने हुन्छन् भने कतिपय साना कर्महरू पनि धेरै फल दिनेवाला हुन्छन्। कर्मको भुरी हेतुत्वमा महाकर्म या सानो कर्म हेतु बन्दैन, परन्तु कर्मको स्वरूप हेरेर हुन्छ। कर्मको गति गहिरो हुने गर्दछ। वैशाखोक्ता इमे धर्म स्वल्पाया सकृता अपि बहुव्यय विहीनाश्च विष्णु प्रीतिकरा स्वाहा। वैशाख मासमा गर्न भनिएका यी धर्महरू थोरै प्रयासले धेरै खर्च नगरिकन हुने भए तापनि कल्याणकारी र भगवान विष्णुलाई प्रसन्न गर्नेवाला छन्। त्यसैले तिमी पनि वैशाख मासमा गर्न भनिएका धर्महरूलाई गर। अरू यी कल्याणकारी धर्महरूलाई तिम्रा राज्यमा रहने प्रजाहरूलाई पनि गर्न प्रेरणा गर। हे भूपति, धेरै प्रकारले सम्झाउँदा पनि जो अधम मनुष्य वैशाख मासमा गर्न भनिएका धर्महरू गर्दैन त्यसलाई तिमीले दण्ड दिनु। यसरी शास्त्रोक्त राम्ररी सबै आवश्यक कुराहरूलाई भनेर त्यसपछि वैशाख मासका लागि निर्देश गरिएका सबै धर्महरूलाई वशिष्ठजीले भन्नुभयो। ती समस्त धर्महरूलाई सुनि गुरुको भक्तिपूर्वक राम्रोसँगले पूजा गरेर ती राजाले घरमा आएर सबै धर्महरूलाई गरे। निरञ्जन देवादिदेव केशव भगवानमा भक्ति भएका ती पृथ्वीका पति राजाले देवताहरूका ईश्वर पद्मनाभ भगवान भन्दा अरूलाई कसैलाई पनि देखेनन्। आफ्नो आराध्य भगवानको रूपमा अथवा आराध्य देवको रूपमा उनले पूजे। हात्तीमाथि भेरी राखेर सेवकहरूद्वारा आफ्नो राज्यमा घोषणा गराए कि 8 वर्षभन्दा माथिको र 80 वर्ष नपुगेको मनुष्यले यदि मेष राशिमा सूर्य गएका बेला यानि कि वैशाख मासमा प्रातः स्नान गर्दैन भने जो कोही
मनुष्य भए पनि त्यो मबाट दण्डित हुनेछ अथवा मारिनेछ या त्यसलाई विषय भोगबाट च्युत गराएर अवश्य नै देश निकाला गरिनेछ। पिता होस् अथवा पुत्र, पत्नी, मित्र, चाहे कोही होस्, वैशाख मासको धर्मले रहेछ भने त्यो चोर डाकाहरू चाहिँ मबाट निग्रह गरिनेछ। प्रातःकालमा शुभ जलमा स्नान गरेर श्रेष्ठ ब्राह्मणहरूलाई दान दिनु र शक्तिअनुसार पापलाई नाश गर्ने भएका पौशाला आदि स्थापना गर्नु र धर्महरू पनि गर्नु भन्ने यस्तो घोषणा गराएर गाउँ गाउँमा यो वैशाख मासको धर्मलाई बताउने भएका ब्राह्मणहरूलाई प्रवेश गराएर राखे र 5-5 गाउँको एक अधिकारी नियुक्ति गरे। दण्डार्थम त्यक्त धर्माणाम 10 वाजी निसेवितम एवं प्रघोष्ठे सर्वत्र सार्वभौमस्य शासना। धर्म त्याग्नेहरूलाई दण्ड दिन 10 जना घोडा चढी यानी कि घोडामा चढेर घुमिराख्ने सैनिकहरूलाई नियुक्त गरे। यसरी धर्म सबैतिर प्रवृत्त भयो र सार्वभौम राजाको शासनले यो धर्म वृक्ष सबै देशहरूमा विस्तारपूर्वक फैलाउँदै बढ्यो। यस्ता राजाको राज्यमा जो कोही मनुष्यहरू कालगतिले मर्दछन् या प्रमाद वसात अकालमै मर्दछन् भने पनि हे श्रेष्ठ, ती अवश्य नै हरि भगवानको मन्दिर यानी कि वैकुण्ठ लोकमा जाने गर्दछन्। ती मानवहरूले चाँडै नै वैष्णव लोकलाई प्राप्त गर्दछन्। मेष राशिमा सूर्य गएको वैशाख मासमा कुनै कारणले भए पनि एकपल्ट मात्र पनि प्रातः स्नान गर्यो भने त्यो सबै पापहरूबाट मुक्त भएर भगवान विष्णुको परम पदमा जान्छ। एकपल्ट पनि वैशाख स्नान गर्यो भने त्यसले यमधर्मलाई प्राप्त गर्नु पर्दैन। त्यसरी मानवहरूलाई धर्म गराएर सूर्यवंशी राजाले यमराजको लेखलाई व्यर्थ गराइदिए। लेख्य कर्माणि विश्रांत चित्रगुप्तो भवत्तथा मार्जितानि च लेख्यानि पुरा पापोद्भवानि च। त्यस समयमा चित्रगुप्त पनि लेख्ने काम बिसाएका भए र प्रजाहरूको पहिलो जो पाप जनित कर्महरू लेखिएका थिए ती सबैलाई मेटिदिए। एक क्षणमा नै वैशाख मासमा गरेका आफ्ना कर्ममा रहेका मनुष्यहरू सबै भगवान विष्णुको लोकमा जानाले गर्दा पापी प्राणीहरूले रहित भएर सबै नरकहरू खाली भएका थिए। वैशाख मासमा गरेका धर्मको प्रभावले गर्दा यमलोकको बाटो नै भोग्न परेन। सबै व्यक्तिहरू निर्मल स्वरूप धारण गरेर भगवान श्रीहरिको पदमा यानी कि वैकुण्ठ धाममा जान थाले। त्यस्तै प्रकारले देवताहरूका स्वर्गादि जो लोकहरू थिए ती सबै पनि शून्य भए। यसरी स्वर्ग रितिएर नरक पनि रितिएपछि नारदजीले धर्मराजसँग गएर भन्न लाग्नुभयो, हे राजन, पहिले नरकमा जसरी क्रन्दन सुनिन्थ्यो अहिले किन सुनिरहेको छैन? नराम्रा काम गर्नेहरूको कर्मको बारेमा जसरी लेखिन्थ्यो त्यसरी अहिले केही पनि लेखिँदैन। यी चित्रगुप्त पनि मौन धारण गरेर बसेका चाहिँ देखिन्छन् नि। कारणं ब्रूहि राजेन्द्र न यान्ति तव मन्दिरं मनुष्यः पापकर्माणो माया दम्भ विवर्धिताः। माया र दम्भ बढेका पाप कर्म गर्ने भएका मनुष्यहरू तपाईका मन्दिरमा अहिले किन आइरहेका छैनन्? त्यसको कारण मलाई बताउनुहोस् न। महात्मा नारदजीले यस्तो वाक्य भनेपछि यमराजले भन्न लागे, हे नारदजी, यी जो पृथ्वीमा अहिले राजा छन् ती पुराण पुरुषोत्तम ऋषिकेश भगवानमा अत्यन्त भक्ति गर्नेवाला छन्। तिनी भेरी पिटाएर यानी कि दमहा पिटाई आफ्ना राजाहरूलाई वैशाख मासको धर्म गर्नको लागि प्रजाहरूलाई प्रतिबोधित गर्दैछन्। उनले यस्तो भेरीघोष गराएका छन् कि 8 वर्षदेखि माथिको र 80 वर्ष नपुगेको मनुष्य जो वैशाख मासका धर्महरूलाई गर्दैन त्यो मेरो दण्डको अधिकारी हुनेछ। यसमा कुनै पनि संशय छैन। त्यस भयले गर्दा सबै मनुष्यहरू कुनै स्थितिमा पनि आज्ञाको उल्लङ्घन गर्दैनन्। त्यही वैशाख धर्म सेवन रूप कर्मले गर्दा सबै भगवान विष्णुको धाममा जाँदैछन्। वैशाख सेवनको यस्तो महात्म्य छ कि यसको सेवन गर्ने सबै भगवान हरिको वैकुण्ठ धाममा जाने गर्दछन्। तेन राज्ञा मुनि श्रेष्ठ मार्ग लुप्तो ममाधुना
कृता हि नरका शून्य लोकाश्चापि दिवो कसामः। हे नारदजी, तिनै राजाले गर्दा अहिले मेरो बाटो खाली भएको छ। ती राजाले नरकहरूलाई त जनशून्य गरे देवताहरूको लोक स्वर्गलाई पनि खाली गरिदिएका छन्। पापीहरूका कर्मको लेखन कर्मबाट लेखक यानि कि चित्रगुप्तले विश्राम पाए। जो लेखिएका पापहरू थिए ती पनि मनुष्यहरूले वैशाख मासको धर्माचरण गरेर मेटाइए। हे मुनि, वैशाख मासमा गरेको धर्मको महात्म्य यस्तो छ। हे ब्राह्मण, मनुष्यहरू ब्रह्म हत्यादि पापहरूबाट सर्वथा मुक्त भएर वैशाख मासमा गर्नुपर्ने कर्महरूलाई गरेर भगवान विष्णुको परम पदमा जाँदैछन्। पापीहरूलाई दण्डित गर्ने भएको सोही म आज काठ जस्तो भएको छु। मलाई कुनै उपाय देखा परेको छैन। अवश्य नै युद्ध गरेर आजै ती महाबलशालीलाई मार्छु। जो कोही पनि यदि व्यापार रहित भएर मालिकले दिएको काम नगरी बस्दछ भने स्वामीले दिएको धनले नै त्यसलाई खान्छ र त्यो अवश्य नै नरकगामी हुने गर्दछ। यदि दैवाद अवध्योयम तदा ब्राह्मणमेत्य च निवेद्य तस्मै तत्सर्वं पश्चात् स्वस्थो भवाम्यहम्। यदि भाग्यवशात् ती मर्नेवाला छैनन् भने त्यसपछि ब्रह्माजी कहाँ गएर उहाँलाई उनले गरेको कृत्य सबै निवेदन गरेर त्यसपछि मात्र म स्वस्थ यानि कि ढुक्क हुनेछु। यस्तो भनेर ब्राह्मणदेव नारदजीसँग सल्लाह गरेर अनुचरहरूले युक्त भएर यमराज पृथ्वीमा आए। भैँसीमाथि चढेका ती काल पुरुष भीषण यमदण्ड उठाएर मृत्यु, रोग, बुढपा आदि अति उत्कृष्ट पार्षदहरू र 50 करोड संख्या भएका यमदूतहरूका नायकहरूले घेरिए। ती यमराजजीले चाँडै नै ती राजर्षि राजाको सबै नगरहरूलाई घेरे र सबै लोकलाई डराउनमा सक्षम ठुलो स्वर भएको शङ्ख बजाए। ती राजर्षिले त्यो शङ्खको शब्दलाई सुनि यी विवस्वान सूर्यका पुत्र यम हुन् भन्ने जानेर आफ्नो सेना आदि सबै शक्तिहरू सजाएर क्रोधित हुँदै नगरबाट बाहिर आए। त्यहाँ ती दुईको रौँ खडा गरिदिने भयङ्कर युद्ध भयो। मृत्यु, काल, अरू रोग र यमदूतका नायकहरूलाई पनि जित्वा क्षणेन राजर्षि द्रावयामासदूरत ततः क्रुद्धो यमो राजा स्वयं अभ्येत्य तं मृषाः। ती राजर्षिले एकै क्षणमा जितेर टाढैबाट भगाइदिए। त्यसपछि यमराज क्रोधित भएर रिसाउँदै स्वयं राजाको सामु आएर भन्न लागे। धेरै वर्षा गर्दै युद्ध गर्न थाले र सिंहको झैँ भयङ्कर गर्जना पनि गरे। राजाले ती बाणहरूले यमराजको पनि धनुष काटिदिए। फेरि यमराजले राजालाई मार्नका लागि ढाल र तलवार लिएर आए। त्यसरी आएको देखेर क्रोधित हुँदै राजाले यमराजको ढाल तलवार पनि काटिदिए र यमराजको निधारमा काल सर्पको समान एक बाणले हाने। यमराज त्यस बाणको आघातले आहत भएर क्रोधित हुँदै त्यसपछि कालदण्ड उठाए। त्यस दण्डलाई ब्रह्मास्त्रले अभिमन्त्रित गरेर ती राजामाथि छोडिदिए। तब हेर्ने मान्छेहरूमा हाहाकार मचियो। तब विष्णु भगवानले आफ्नो भक्तको रक्षाको लागि चक्रलाई आदेश दिनुभयो। विष्णु भगवानले छोडेको त्यस चक्र समराङ्गणमा चाँडै आएर यमदण्डसँग युद्ध गरेर त्यस ब्रह्मास्त्रको पनि निवारण गरेर महान आश्चर्यले युक्त हजारौं धार भएका ती चक्रले यमराजलाई नै मार्न थाले। देवभक्तस्ततो भीतस्तदास्तो चक्रमञ्जसा सहस्रार नमस्तेस्तु विष्णु पाणे विभूषण। त्यो देखेर देवभक्त राजा डराएर तब अञ्जली जोडेर चक्रको स्तुति गर्न थाले। भगवान विष्णुको करकमलका आभूषित हुनुहुने हे हजारौं अरा भएका चक्र, हजुरलाई नमस्कार छ। पहिले हरि भगवानले सबै लोकको रक्षाको लागि हजुरलाई धारण गर्नुभएको हो। हजुर महान बलशाली विष्णु भक्तसँग आज यमराजको रक्षा माग्दछु। नारायण देवसँग द्रोह गर्ने मानिसहरूका लागि निश्चित हजुर नै काल हुनुहुन्छ, अर्को कोही पनि छैन। त्यसैले हे जगतपति, कृपा गरेर यी यमराजको रक्षा गर्नुहोस्। राजाले यसरी स्तुति गरिएका चक्र यमराजलाई राजाको नजिक
नासिकमा छोडेर हे महाराज देवताहरूले देख्दा देख्दै वैकुण्ठमा जान लागे। ततो यमोति निर्विष्णु ब्रह्मण सदनम ययो सददर्श सनासीनां मूर्ता जनैरे वृतम। त्यसपछि यमराज अति उदास हुँदै ब्रह्माजीको सदन यानी कि सत्यलोकमा गए। त्यहाँ ती यमराजजीले आत्मभावले अमूर्त भएर रहने र दिव्य देह धारण गरेर रहने दुवै प्रकारका प्राणीहरूले घेरिएर राम्ररी बुझ्नुभएका ब्रह्माजीलाई देखे। सबैका आश्रय हुनुभएका सारा चराचर जगतका बीज समस्त लोकहरूका पितामह विविध प्रकारका लोकपालहरू र दिक्पालहरूले उपासना गरिने भएका इतिहास र पुराण आदिले मूर्तिमान वेदहरूले मूर्त रूप धारण गरेका सरोवर नदी समुद्रहरूले त्यस्तै गरेर देहधारी पिपल आदि असंख्य वृक्षहरूले वापी कुवा पोखरीहरूले र देहधारी पर्वतहरूले दिन र रातहरूले तथा पक्षहरू मासहरू र संवत्सरहरूले कला काष्ठा र निमेषहरूले अरू ऋतु अयन युगहरूले संकल्प विकल्पहरूले आँखा खोल्नु र चिम्लनु रूप हेराई चिम्लाइहरूले ऋक्ष योग कारणहरूले पूर्णिमा र औँसीहरूले सुखहरू दुःखहरू र भयहरूले लाभहरू हानिहरू विजय र पराजयहरूले अरू सात्विक राजस र तामस गुणहरूले घेरिएर बस्नुभएका शान्ति मूड अति घोरहरूले र प्राकृत विकारहरूले वायुदेवले र खकार पित्त आदि विकारहरूले घेरिनुभएका ब्रह्माजीलाई देख्न लागे। तेषां मध्ये विशत्सौरी सब्रीडा चवधुरी यथा विलोकयन् धरा पृष्ठं म्लानवक्त्रं व्यदर्शयत्। जसरी नयाँ बुहारी लजाउँछे त्यसरी नै लजाए चाहिँ भएर यमराज तिनीहरूका मध्यमा प्रवेश गरे। त्यसबेला यमराज भूमितिर हेरेका मलिनमुख भएका देखिन्थे। आफ्ना सेवकहरूले शहीद भएर सभामा प्रवेश गर्दै गरेका यमराजलाई देखेर त्यहाँ भएका सबैजना आश्चर्यचकित हुँदै परस्परमा भन्न थाले, के कारणले सूर्यपुत्र यम यहाँ आए? कहीं सारा लोकहरूका रचयिता सबैका पितामह ब्रह्मदेवलाई भेट्न त आएका हैनन्? यी जो सूर्यपुत्र यमराज जे छन् ती त क्षणभर पनि निष्काम भएर कहिले पनि बस्दैनन्। स्वयं अभ्यागत अकस्मात् कक्षेक्षेमं दिवौकसाम् आश्चर्यतिशयो यश्च सम्मार्जित पटस्त्वयमः। त्यस्ता यिनी के कारणले आज यहाँ आए? स्वर्गमा रहने देवताहरू सकुशल त छन्। अत्यन्त आश्चर्यको कुरा यो छ कि आज यिनको पट पनि पुछिएको छ। महान दीनताले समन्वित भएर यिनका लेखक पनि पछि आइरहेका छन्। अधर्मबाट डराउने धर्मात्माहरूले पनि यिनको पट कहिले पुछेका थिएनन्। जुन कुरो कहिले देखिएको थिएन सुनिएको पनि थिएन त्यो आज यहाँ उपस्थित भएको छ। ती ब्रह्मलोकका प्राणीहरूले यस्तो भन्दै गर्दा प्राणीहरूमाथि शासन गर्ने भएका ती सूर्यपुत्र यमराजजी ब्रह्माजीको अगाडिपट्टि भूमिमा रक्षा गर्नुहोस् भन्दै रुँदै जसरी फेद काटिएको वृक्ष डल्दछ त्यसरी नै साष्टाङ्ग दण्डवत गर्दै लडे। हे देवताहरूका स्वामी, मलाई पाटी पुछिएको बनाइदिए र म तिरस्कृत पनि भएको छु। हे कमलनयन, हजुर यस्तो स्वामी हुँदाहुँदै म आफूलाई विफल भएको देख्दैछु। एवं ब्रुवन् हि निश्चेष्टो बभूव नृपसत्तमा ततः कोलाहल शब्द सभायं समजायतः। यस्तो भनेर यमराजजी निश्चेष्ट भए। त्यसपछि सभामा कोलाहलको शब्द हुन थाल्यो। जुन यमराज सबै मर्त्यलोकका प्राणीहरू स्थावर र जङ्गमलाई प्रेरित गर्दछन् तिनै सूर्यपुत्र यम आज दुःखले आर्त भएर किन रुँदैछन्? जो मानिसहरूलाई सन्तापित गर्नेवाला छन् ती त यति चाँडै दुखी हुन्छन् भने दुष्कर्म गर्नेवाला व्यक्तिले त कसरी शोभालाई यानि कि सुखलाई प्राप्त गर्न सक्दछ र? कदापि पनि सक्दैन। त्यसपछि ब्रह्माजीको आशयलाई बुझेर वायुदेवले ती जम्मा भएका अनेक लोकका सभासदहरूको आवाजलाई बन्द गराए।
ती सबै लोकका प्राणीहरूलाई शान्त गरेर लोकमात्रका सूत्र रूप उदार बुद्धि भएका वायुदेवले आफ्ना विशाल दुवै भुजाले सूर्यपुत्र यमलाई बिस्तारै उठाए। ती विह्वल भएका यमराजलाई आसनमा बसाए अनि आसनमा बसिसकेका ती सूर्यपुत्र यमराजलाई आकाशपुत्र वायुदेवले यो कुरा भन्न लाग्नुभयो कि केन त्वमभिभूतोऽसि केन स्थान निवारित केनायं मार्जितो देव पटो लोकपतेस्तवः। कसबाट तिमी पराजित भयो यानि कि अपमानित भयो, कसले तिमीलाई तिम्रो स्थानबाट हटायो? हे देव, मर्त्यलोकका स्वामी, तिम्रो यो पट कसले पोसिदियो? हे तात, कोशकेतुका पुत्रका अगाडि यो केही शेष नराखी सबै कुरा भन, किनकि तिनै सबैका प्रभु छन्। अरू मेरा ती र तिम्रा पनि कर्ता भएका छन्। उनैले हे सूर्यपुत्र, तिमी हृदयको दुःखलाई हटाइदिनेछन्। वायुदेवले यमराजलाई यसरी भनेपछि सूर्यपुत्र यमले कुशकेतुका छोराको मुखमा हेरेर अति दिन भएर गदगद कण्ठले अगाडि भन्न लागे। अब यो के भन्न लाग्नुभयो अथवा के बताउन लाग्नुभयो यमराजले, यो कथा प्रसङ्ग हामी 12औं अध्यायमा श्रवण गर्नेछौँ, यानि कि भोलिको कथा प्रसङ्गमा हामी श्रवण गर्नेछौँ। र आज हामीले 11औं अध्यायका कथा प्रसङ्गहरू श्रवण गरेका छौँ र पुनः भोलि 12औं अध्यायका कथा प्रसङ्गहरू लिएर उपस्थित हुने बाचाका साथमा आजको यस वैशाख मासको व्रत कथा अन्तर्गत 11औं अध्यायको कथाबाट बिदा हुन चाहन्छु। अस्तु, जय श्री राधे। ओम नमः शिवाय। हर हर महादेव शम्भो।